साथीहरु आज चाहिँ म खेलिरहेको छु ग्रेनी गेम। ग्रेनी गेममा चाहिँ आज मैले चाहिँ स्किप हान्नु पर्ने छ त्यो घरबाट चाहिँ हैन। डे 3 सम्म रोक्नुपर्छ मैले। ल पिलेमा चाहिँ दाब्नुपर्छ। ए यता चाहिँ म चाहिँ बाहिर हुन्छु साथीहरु, बाहिरबाट भित्र हान्छन् के। हेरमै साथीहरु लोडिङ भन्ने छ। ल साथीहरु म बाहिर भएँ हैन। स्किप अब यहाँ दाबे हैन मैले साथीहरु। अब सिधा जेल भित्र हुन्छु के म। क्याद गरेर राखे हुन्छन् मलाई चाहिँ ग्रेनीहरुले। डे 1 यी पहिले डे 1 आइहाल्यो साथीहरु। मैले चाहिँ आज स्किप हान्न सक्छु कि नै थाहा छैन हैन। हेरमै ए चाबी तल छ साथीहरु। ल यो चाबी चाहिँ मैले लगाउनु पर्ने हुन्छ है। ल साथीहरु मैले चाहिँ यहाँ खोल्छु। डे 3 सम्म म यहाँ बस्न सक्छु कि त्यो थाहा छैन है साथीहरु। यो ग्रेनीले मार्यो भने चाहिँ डे 2 हुन्छ। ल यो ल हेरमै खुल्छ कि नै गेट। ग्रेनी चाहिँ उतातिर गयो। यो खोल्न देख्ने बित्तिकै आइहाल्छ कि ग्रेनी अहिले। यसकै पछि जान्छु रोक्नु है साथीहरु म। यो भिडियो चाहिँ मन परेको छ भने एक लाइक गर्नु होला है साथीहरु। लाइक गर के हो यो। ल यता हेरौँ है। माथिसम्म जान्छु म त। मैले चाहिँ यो स्किप गर्ने चाहिँ सोचिरहेको छु। झ्याप्पा आथिकै ग्रेनी हैन। ल हेरौँ है। माथि बिस्तारै बढ्दै जाउँ हैन। हल्का पनि मिस गरे त म। हेरौँ साथीहरु म माथि आइसकेको छु घरको माथि चाहिँ। राति बिहान हुन लागेको छ। बाहिर जानुपर्ने छ आफ्नो घरतिर। यति यस्तो घर छ के यता हेर्न सक्नुहुन्छ माथिबाट हेर। मैले चाहिँ ट्याक्क बचेको होइन साथीहरु। यही चाबीले मलाई यही किलै साथ दिनेछ साथीहरु। हल्का देरले पनि यी साथीहरु साथीहरु म त माथि आएको थिएँ हैन। फेरि डे 2 साथीहरु म चाहिँ भाग्न पाएन। माथि आइसकेको थिएँ म तर भाग्न पाएको छैन साथीहरु। किन यो ग्रेनीले चाहिँ ल साथीहरु मलाई भाग्ने ठाउँ पनि थाहा भइसक्यो साथीहरु। म चाहिँ जान्छु अब ग्रेनीको घरबाट बाहिर निस्किन्छु साथीहरु। ल साथीहरु ज्याप्पा साथीहरु सुरुबाट चाहिँ मैले चाहिँ त्यहाँबाट गएको थिएँ हैन। अब त्यहाँबाट भन्दा पनि अर्को बाटो जानुपर्छ मैले साथीहरु। हो यताबाट जान्छु म। खतरा चाहिँ हुन्छ साथीहरु तर म खतराको सामना गरेर जान्छु म।
अझ तल तल जानुपर्छ। ग्रेनेड चाहिँ कता आउँछ थाहा छैन, आउँछ। त्यो साथीहरू मेरो पछाडिपट्टि आइरहेको छ साथीहरू। म चाहिँ छिटो भाग्नुपर्ने चाहिँ यसबाट। ग्रेन्डपा यिनमा चाहिँ नठोकिनु पर्ने रहेछ क्या साथीहरू। फेरि डे 3 डे 4 हुन बित्तिकै निकालिदिन्छ साथीहरू, मलाई मारिदिन्छ कि। हेर्न सक्नुहुन्छ अहिले म डे 4 हुन बित्तिकै म जान्छु है साथीहरू। पहिला म फेरि सुरुबाट चालु हुन्छ, भाग्ने मौकै मिल्दैन। ल साथीहरू मलाई पनि यो कस्तो हाल्छ नि दातेमा अब भन म सजिलो रास्ताबाट जान्छु साथीहरू। यताबाट किन भनेपछि छर्म हेर भन्न कसरी खेल्छ एम कस्तो जान्छ। ल साथीहरू म कताबाट जाने, अँध्यारो जस्तो पनि भइरहेको छ। म चाहिँ यताबाट निस्किन्छु यता। ल साथीहरू म चाहिँ कताबाट जाने क्या साथीहरू। अघि चाहिँ म गएर भुलिसकेँ क्या साथीहरू होइन। ल चलो ल साथीहरू म माथि जान्छु। सायद यही बाटो थियो नि साथीहरू, कमेन्ट गर्नु भन्नु होला है, कमेन्ट गर्नु। ग्रेन्ड गन लिएर पछाडि परिसकेको छ कि ग्रेन्डपा, भाग्नु पर्यो। ल साथीहरू छिटो भाग्नु पर्यो। ग्रेन्डपा ल लास्ट दिन है साथीहरू, के गर्छन् हेर्नु है मलाई। डे 4 मरेपछि हुन्छ छिटो गर्नु। मेरो यस्तो भइछ कि हालै हेर्नु त साथीहरू मेरो कस्तो भइसकेको छ, हालत कस्तो भइसकेको छ क्या। 8 सेकेन्डको त हेर्ने कि नै थाहा छैन। ल यो ग्रेनीको घरबाट कस्तो निस्किने क्या साथीहरू, त्यही सोचिरहेको छु मैले। कसरी हाल्ने एलु बन्द साथीहरू। अनि साथीहरू यो चाहिँ अब नो त्यताबाट बाहिर निस्किनुपर्छ होइन साथीहरू। को आएको थियो अहिले भर्खर साथीहरू। यहाँनिर एउटा मान्छे आएको थियो चुडेल। कस्तो भने के यो चाहिँ लास्टै गरेर आउँछ अहिले। ल साथीहरू लास्ट बाहिर निस्किनुपर्छ। म निस्किएँ
ल हेर्न सक्नुहुन्छ होइन साथीहरू। दही हेर्नु ओ ए त्यो बस्न सक्दैन सब। ल अब के गर्ने के हाल्दैन किनभने के भयो रिस लागिरहेछ बाबुलाई हाल्न त्यो केटी